हेलो साथीहरु, आज चाहिँ हामी जाँदैछु सरोजनी मार्केट शपिङ गर्नको लागि। अहिले चाहिँ म यहाँ साथीको घर आइरहेको छु। साथी चाहिँ मेकअप गर्दैछ, अन्त म चाहिँ यहाँ बसिरहेको छु है। सिस्टर यो चाहिँ बसिरहेको छ। यो चाहिँ लामा है, हाम्रो लामा है। अब यो चाहिँ लामाको अब यहाँनिर फोन चलाउँदै। ओइ छिटो गर, यो चाहिँ के साह्रो ढिलो गरेको ला, छिटो गर। लाइभ गएको नि तल देखा। मेरो आज शपिङ गर्नुको लागि झोला चाहिँ यस्तो खालको छ। यी झोला आफै जस्तो झोला भनेर चाहिँ यहाँनिर जोजोले म चाहिँ डाकु जस्तै भइरहेको छु। अब है भन्नुपर्दा चाहिँ अब चाहिँ हामी हिँड्ने आँटेको चाहिँ साथीहरू है। अब चाहिँ धेरै गर्मी छ नि त, त्यही कारण मैले चाहिँ अब के गर्न आउँछु भन्दाखेरि नि फेस चाहिँ अब म चाहिँ यस्तो गर्नेछु। हेर्नुहोस् है, मेरो चाहिँ प्रपरली लुक्स चाहिँ मार्केटको चाहिँ यस्तो छ है। अब यति गरेपछि चाहिँ म मार्केट गएँ है। अब यस्तो गरेर जाने, किनकि धेरै गरम छ नि त, त्यही भएर अब चाहिँ हामी निस्केको है। ओइ बहिनी कति गरम रहेछ भन्नु त। बहुत गर्मी, पुरा गरम छ है। मेरो साथी कस्तो देखेछ भन्नु चाहिँ यो लुकमा चाहिँ अघिको पहिलाको लुक राम्रो थियो कि यो अहिलेको लुक। नाखुनहरू पनि कस्तो घिनलाग्दो भइसकेको छ, किनकि म आज टाइम पाएन नि त नाखुन सफा गर्नु। अब घर गएर सपिङ गरेर सायद रात पनि पर्न सक्छ होला है। साथीहरू हेर्दै गर्नुहोस् भिडियो होला। के अरे साथीहरू जान्दैछु अब पुरा ढाकु भएर है। गरम चाहिँ धेरै छ। हेरौँ मार्केटमा के पाउँछ। हामी चाहिँ अब हिँड्यो, अब यहाँबाट अटो लियो हामीले चाहिँ है। हामी चाहिँ अटो लियो है यहाँबाट। अब हेर्दै गर्नुहोस् सरोजनी जाँदैछौँ आज नानीको लुगाहरू अन्त घर पठाउने त्यो सामानहरूको लागि। हेरौँ के पाउँदो रहेछ है साथीहरू। हिँडेको अब हामी चाहिँ है यस्तो साथी यहाँ छ बहिनी, यहाँ छ साथी है साथीहरू। युट्युबमा भिडियो यो चाहिँ भयो कोटलाको सब्जी मन्डी। यो चाहिँ सब्जी मन्डी है साथीहरू। आधी बाटो पुगिसकेँ। मैले चाहिँ यहाँनिर फेस देखाएँ अलिकति गाई, मतलब अहिले अटोमा छु नि त, त्यही कारणले गर्दाखेरि फेस चाहिँ खोलेको। अहिले भरे मार्केट पुगेपछि चाहिँ फेरि कभर गरिहाल्छु है। अटोमा छु अहिले चाहिँ। अब कहिले पुग्छ होला, धेरै टाइम त लाग्दैन सायद, 5 मिनट्स लाग्छ यहाँबाट चाहिँ। हेर्दै गर्नुहोस् हाम्रो है। हामी चाहिँ यहाँको पुग्ने आँटेको छ साथीहरू है। अहिले चाहिँ मैले चाहिँ फेस चाहिँ कभर गरेको छुइनँ, किनकि म अटोमा छु है। जब मार्केट पुग्छ सपिङ गर्न तब चाहिँ म फेस कभर गर्नेछु। धेरै गर्मी छ है। अब केही न बहिनी भन्दा गर्मी छ है। मेरो साथी मिठो भन्नुहुन्छ है। कस्तो हेर्छ क्यामेराबाट थाहा छैन मलाई, ब्याक क्यामेराबाट गर्छु। ए हेर्नुहोस् जाँदैछौँ यो सरोजनी। रात तो कितना खूबसूरत लग रहा है। मार्केट शपिङ गर्नुको लागि हामी चाहिँ एन्ट्री भएको अर्को बाटोबाट एन्ट्री। यो क्रप टप किन्ने छैन मैले, किन्ने तपाईँ। साथीहरू भिडियो चाहिँ बनाउँदिनँ धेरै चाहिँ है, किनकि पुरा भिड छ नि त, त्यही भएर भिडियो बनाउँदिनँ है। साथीहरू ज्यादा चाहिँ अलिकति मात्रै बनाएको है। ओके बाई। साथीहरू मैले अरू चाहिँ भिडियो बनाइनँ है, किनकि धेरै भिड थियो नि त, त्यही भएर यो साइडमा आएर चाहिँ यो सर्ट 200 रुपियाँको रहेछ। यसबाट चाहिँ एउटा किने है। र हाम्रो चाहिँ यहीँबाट आएर एन्डिङ भयो है साथीहरू। हामी चाहिँ यहाँनिर म्याङ्गो सेक पिएँ है। त्यसको बाद फेरि घर आयो। बाई बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ माई भिडियो।